हेलो साथीहरू कोनिचिवा। म चाहिँ यो गाडी सिक्ने क्रममा रिभर्स गर्ने ब्याक गर्ने चाहिँ ट्रेनिङ गरिरहेको छु। त्यसपछि लगत्तै चाहिँ फेरि अगाडि पनि बढाउने कोसिस गरिरहेको छु, तर यहाँ अलिक ढिलो भइरहेछ किनकि यो ट्रेनिङ गरिरहेको अवस्था हो नि त। त्यही भएर अनि बिस्तारै अगाडि बढाइरहेको छु होइन। यस्तो तरिकाले ट्रेनिङ भइरहेछ गाडी तपाईँको। ट्रेनिङ गर्न सजिलो चाहिँ रहेनछ गाडीको पनि। त्यही माथि अलिक यो गाडी पुरानो भएको हुनाले है, अब हाम्रो यो नेपालमा चाहिँ यसरी 8 घुमाउनु पर्छ सुरुमा है। यो 8 घुमाउनु पनि सजिलो होइन, दिमाग खराब छ। ए बा कति गाह्रो भएको मलाई डैरया। ओहो, फेरि आफू होचो भएर अगाडि अलिक नदेखेर तनाव त्यही माथि। ए भगवान् के गर्ने होला, ए भगवान्। एउटा त्यो भाइ छ नि प्रदीप, ए भगवान् मलाई बिहे गर्दैन बम्बे गर्ने भाइ छ नि, त्यसको याद आइरहेछ। मैले चाहिँ यो ट्रेनिङ गर्दाखेरि सजिलो चाहिँ हुने रहेनछ है साथीभाइ। हो अब एउटा जिन्दगीको एउटा यो पनि हिसाब बनाउन। यस्तो थियो पलहरू कुनै बेला।